धेरैजनाले वेट गरिरहेको फिल्म पुजार सार्की फाइनल्ली युट्युबमा फ्रीमै आइसकेको छ र यो फिल्म चान्चुने फिल्म चाहिँ भन्दिनँ म। र यो फिल्म नहेले के नै फिल्म हेरियो त। नेपाली फिल्म इन्डस्ट्रीका 3 भर्सटाइल एक्टर आर्यन सिग्देल, पल शाह, प्रदीप खाँडका एक्टिङ गरेको यो फिल्म एकदमै राम्रो बनेको छ। नेपाली समाजमा विद्यमान एक प्रथा, पहिलेदेखि चलिआएको एक प्रथा, छुवाछुत प्रथालाई यसले एकदमै राम्रो तरिकाले देखाउन सफल भएको छ। यो फिल्म दिनेश राउतले डाइरेक्ट गरेका हुन्। यसमा अभिनयको कुरा गर्नु पर्दा प्रदीप खड्काले जुन लेभलको एक्टिङ यो फिल्ममा गरेका छन् नि, त्यो एकदमै सराहनीय रहेको छ। लागेको छैन कि प्रदीप खड्काले एक्टिङ गरेका छन्। यस्तो लाग्छ कि गाउँतिरकै कोही अल्लारे ठिटोले एक्टिङ गरिरहेको छ। त्यो पनि एकदमै बखुबी उहीँको टोन एकदमै जस्ताको तस्तै गाउँले भाषा मिलाएर उनले यस्तो बोल्लान् भन्ने मैले सोचेको पनि थिएन र उनको अभिनय 10 आउट अफ 11 नै रहेको छ। हुन त प्रदीप खड्काले अहिलेसम्म कुनै पनि फिल्ममा आफ्नो एक्टिङले डिसपोइन्ट गरेका छैनन्। उनको म प्रेम गीतदेखिको ठुलो फ्यान हो। गीतहरूको कुरा गर्नुपर्दा यो फिल्ममा रहेको एउटा गीत दर्शन गरे हल्का निहुरेर भन्ने गीतको त म के नै कुरा गरौँ, एकदमै भाइरल गीत रहेको छ। र यो फिल्ममा माओवादी जनयुद्धको बेलामा भएका घटनाहरूलाई बखुबी देखाउन सफल भएको छ। यो फिल्मले बक्स अफिसमा राम्रै कमाइ गरेको थियो र नेपाली सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा पनि पर्न सफल भएको थियो। फिल्मको कमजोर पक्षको कुरा गर्नुपर्दा यसको इन्डिङ थोरै पर्फेक्ट नलाग्न सक्छ। एक समाजको वास्तविक घटना भनेर देखाइए जस्तो छ, इन्डिङतिर एउटा डकुमेन्ट्री टाइपले भन्न देखाइए जस्तो पनि छ, तर पनि फिल्म राम्रो नै बनेको छ। यसलाई रेटिङ दिनुपर्दा 8 आउट अफ 10 रेटिङ दिन चाहन्छु र एकपटक अवश्य हेर्नुहोला। युट्युबमा फ्रीमै आइसकेको छ। आजको लागि यति नै, बाइ।